सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासङ्घका साथीहरू र हामी यहाँनिर जेनजीहरू अनि साथै शहीद परिवार घाइतेहरू यहाँ सबैजना हामी माइती घरमा छौँ र म पनि जेनजी अभियन्ता। आज नबोलौँ कि भन्ने म अलिक केही दिनदेखि नबोलौँ कि भन्ने चाहिँ आज चाहिँ अलिक साह्रो मुख चिलायो। सरकारको गतिविधि अनि हाम्रा जेनजी भनाउनाहरूका गतिविधि अनि मैले नै सबै गर्छु भन्नेहरूका ती व्यक्तिहरूको गतिविधि देखिसकेपछि आज अलिक बढी मुख चिलायो। म त्यही कुराहरू राख्छु हजुरहरू समक्ष। केही कुराहरू अलिकति भन्दै जाँदाखेरि बोल्दै जाँदाखेरि त्रुटि हुनसक्छ। आफ्नो छोरा आफ्नो भाइ आफ्नो दाइ सम्झेर क्षमा पनि गर्नुहोला भन्दै म आफ्नो कुरो सुरुवात गर्न चाहन्छु। आज मलाई लाग्छ यो देशमा हामीले एउटा नागरिक सरकार त बनाएका थियौँ भदौ 27-28 गते होइन। हामीले के सोचेर यो नागरिक सरकार बनाएको थियौँ, यो नागरिक सरकारले हामीलाई आउँछ अन्याय हुन दिँदैन भन्ने हामीले सोचेका थियौँ। हामी अन्यायमा परेकालाई न्याय दिन्छ भन्ने हामीले सोचेर एउटा सुशीला कार्कीलाई चाहिँ प्रधानमन्त्री बनाएका थियौँ। हामीले त्यो सोचेर सुशीला कार्कीलाई नागरिक सरकारमा प्रधानमन्त्री बनाएका थियौँ। हामी खुसी भएका थियौँ भदौ 28-29 गते। तर आज यो सरकारले के गरिरहेको छ? यो सरकार कहाँ छ? यो सरकारको प्रधानमन्त्री पिण्डुलामा बसेर आफ्नो जेठा छोरा आफ्नो माइला छोराहरूलाई आदेश दिँदै बसिरहेको छ। खालि चुनाव गरेछ। तिमीलाई चुनावको म्यान्डेट दिएको होइन जेनजी आन्दोलनले। भदौ 23 र 24 गतेको आन्दोलनले यो सरकारलाई कदापि चुनाव गर्ने म्यान्डेट दिएको होइन। भदौ 23 र 24 गतेको म्यान्डेट भनेको जेनजीहरूले उठाएका प्रत्येक मागहरू सम्बोधन गर्नुपर्छ, जेनजीहरूलाई न्याय दिनुपर्छ, पीडितहरूलाई न्याय दिनुपर्छ। सरकारी बचतकर्ता यो अहिले हाम्रो यहाँ विभिन्न पीडितहरू हुनुहुन्छ, खोलाका सुकुम्बासी भूमि पीडितहरू हुनुहुन्छ, उहाँलाई न्याय दिनुपर्छ भने त्यो ठाउँमा पुऱ्याएको यो सरकारलाई, यो नागरिक सरकारलाई त्यो गरी त्यो ठाउँ दिएको। तर यो सरकार के गरिरहेछ? इन्डियाकै इसारामा चल्छ, घरि अमेरिकाकै इसारामा चल्छ। तिमीलाई अरू देशको इसारामा चल भनेको होइन, तिमीलाई हाम्रो यो देशमा बस्ने देशप्रेमीहरूको इसारामा चल भनेर पो त्यहाँ पुऱ्याएको त। तिमीलाई घरि अमेरिकाको इसारामा निर्वाचन हुन्छ भनेको छ, घरि इन्डियाको इसारामा निर्वाचन हुँदैन भनेको छ। तिमी कनकुटकी सरकार होइन, यो पहिलाका केपी ओली प्रचण्ड देउवाहरूको जस्तो सरकार तिमी सरकार होइन। तिमी म यहाँबाट फेरि पनि भन्छु, यहाँ माइतीघरबाट भन्छु, अहिलेसम्मको सबैभन्दा अहिलेसम्मको यो मैले जानेदेखि 7 सालदेखि यताको सबैभन्दा एकदम पावरफुल सरकार हो यो। तर यो किन छुकिरहेछ? एउटा उसको जेठो छोराको इसारामा भन्न चाहन्छु म यहाँ। हाम्रो जेनजीहरूको माग खोइ अस्ति भर्खर 10 बुधको छाडा हाल्यो तिमीले। 10 बुध सहमति गर्ने भनेर छाडा हाल्यो। हामीले हेरिरहेछ त्यो 10 बुध तिमीले पुरा मात्र नगरेर तिमीलाई यसरी रगेर छ। हामी माग 5 गते भन्नु अगाडि तिमीलाई याद पनि गरेछ। तिमीलाई भाग्ने ठाउँ पाउँदैनौ। म यो कुरा चाहिँ त्यहाँ जेठा छोरा भनाउँदाहरूलाई यो कुरा चाहिँ भन्न चाहन्छु, तिमीहरूले पनि भाग्ने ठाउँ पाउँदैनौ। हिजो केपी ओलीको सरकारले भाग्ने ठाउँ पायो, अब यो सुशीला कार्की सरकारले भाग्ने ठाउँ पाउँदैन। यो सुशीला सरकार जवाबदेही दिनुपर्छ। कसको जवाबदेही त? के तेरो जवाबदेही त इन्डिया अमेरिकालाई मात्र हो? यो देशको जनताले खोइ तिम्रो उत्तर तिम्रो जवाबदेही त दिएको खोइ? म फेरि पनि भन्न चाहन्छु यहाँनिर हामी जेनजीहरू यहाँ थोरै देखियो यो भनेर गिच्याइराखेको पनि सुन्छु मैले कहिले कहिले। हामीलाई हाम्रो शक्ति जेनजीको जति पनि हामी संयुक्त जेनजी आन्दोलन सडकमा छौँ, हाम्रो शक्ति देखाउनु परेको तिमीलाई ती काउन्सिल अफ जेनजी फन्डले हामीलाई जति जिस्काइरहेको छ नि, तिनीहरूले पनि लुक्नलाई दुवो खोज्नुपर्ने दिन आउन सक्छ। होसियार तिमीहरूलाई फेरि पनि होसियार भन्न चाहन्छु। यो मैले अघि सुन्दै थिएँ रक्षा भन्छ त्यहाँनिर गगन थापासँग गएर के भन्दै थियो अरे भने तपाईँ नै हो नेपाली काङ्ग्रेसको सभापति भन्दै उचाल्दै थियो अरे, तपाईँ नै हो यो देशको अबको प्रधानमन्त्री भन्दै उचाल्दै थियो अरे बिहान गएर। खबरदार गर्न चाहन्छु रक्षा भवनलाई पनि, तिमीलाई त्यो बोल्ने अधिकार कसले दियो? तिमीलाई जे बनाएको त्यही बोल्दिने। जेनजीको माग तिमी जेनजी अभियन्ता भन्छौ, खोइ तिमीले जेनजीको मागको विषयमा बोलेको, जेनजीको विषयमा बोलेको, सरकारी कृतको विषयमा बोलेको, यहाँको भूमिहीनको विषयमा बोलेको, खोइ तिमीले बोलेको। म फेरि पनि सबैजनालाई के अनुरोध गर्न चाहन्छु भने हाम्रो आन्दोलन आज मात्र होइन, अब आज
रातदेखि निरन्तर छ। यो सरकार यो सिंहदरबारमा बसेका नालायक ती इन्डिया र अमेरिकाको आदेशमा चल्ने सरकारलाई भोट हालेसम्म त्यहाँबाट घिसारै ननिकालेसम्म हाम्रो आन्दोलन जारी रहनेछ। हामी सहकारी पीडितसँग छौँ, हामी भूमिहीन पीडितहरूसँग छौँ, हामी खोला नाला यो बागमती खोला अस्ति मैले सुन्दै थिएँ ती पीडितहरूसँग पनि छौँ। हामी काठमाडौँ देशभरि रहनुभएका सम्पूर्ण हाम्रो यो पीडितहरूसँग हामी एकबद्धता छौँ, हाम्रो जिन्जीहरूको एकबद्धता छ भन्दै हाम्रो माग भनेको कदापि पनि यो 84 को चुनाव फागुन 2082 को फागुन 21 गते गर्ने माग थिएन। यो चुनाव हुँदैन, लेखेर राख्नुहोस्। तपाईँहरूले जो भोट माग्न जाँदै हुनुहुन्छ तपाईँहरूमाथि त्यहाँनिर स्थानीय जेएनजीहरूले कारवाही गर्न सक्छन्, प्रश्न गर्न सक्छन्। जवाबदेही छैन भने तपाईँसँग जवाब छैन भने तपाईँहरू काठमाडौँ छोडेर गाउँमा बस्ने दुस्साहस नगर्नु होला। तपाईँले चुनावको नाममा जेएनजीलाई भड्काउने काम नगर्नु होला भन्दै म फेरि पनि आफ्नो कुराहरू